सेलरमा मुनि पुरा पानी मैला पानी अब गु पानी बगेर आएछ हो। अनि सेक्युरिटीले अलिकति हेल्प गरिदे भनेर पठायो। अब गएर हेर्नु पर्यो, परेसान। यहीँबाट गु पानी बगेर आउँछ, यहीँनिर सुत्छ हो, यहीँनिर खाना बनाउँछ। अहिले खानापिना बनाइरहेको छ। अनि कस्तो यस्तो गनाउनेमा पनि अब के बिचराहरू बसिरहेछ हो। बिचरा यहीँ उभिरहेर लु काम सक्यो, मैले खोलखाल गरिसकेँ, सफा गरिसकेँ। अब नट बल्टु टाइट गरेर चाहिँ मोटर चालु गरिहाल्नुपर्छ। अनि उतापट्टिको चाहिँ भरेर चाहिँ पुरा यता यो चाहिँ कस्तो गनाउँछ कि अब गु पानी हो कि के हो भने गनाएर शेष बगेर पुरा आइरहेको छ। अनि यो चाहिँ यहाँको नाला भरेर चाहिँ उतापट्टिको बिल्डिङको चाहिँ यता आउँदैछ कि पुरै पानी यहाँनिर। अनि मोटर चाहिँ पुरा जाम भएको छ। अनि त्यही भएर चाहिँ यो अब मोटर बनाएर यो पानी फ्याँक्ने हो सबै। अनि उताको पनि पानी फ्याँक्ने हो, यो पानी बगेर आइरहेछ पुरा। फाइनली सबै कुरो यहाँ जोइन गरिसक्यो। उहाँबाट मोटर चालु गर्ने, उताबाट पानी आएको नि त, उताबाट पानी आएको पाइप उतैहरू राखिदिएछ मुख सालाहरूलाई उता नै पठाइदिने पानी होइन। अब यहाँको पहिला नालाको निकालेर चाहिँ त्यहाँबाटको उहाँको निकाल्नुपर्छ, यो उतै पठाउनुपर्छ, जताबाट आएको उतै पठाइदिनुपर्छ बाटोभरि के। अब गु पानी गनाएर शेष भइसक्यो। अनि सेलर अहिले फाइनली बनाइसक्यो हो। अनि वहाँ पानीको चाहिँ हेर्नु किराहरू, आम्मा पानीमा किराहरू पुरा उफ्रिँदैछ अहिले, पुरा किरा पानीहरू आएर